सार्वजनिक मन्तव्यका लागि म यहाँ आउनको लागि हार्दिक निवेदन पेश गर्दछु। यस समारोहका सभापति नेपाली प्रतिभा प्रतिष्ठानका अध्यक्ष रायकृष्ण राईज्यू, आज सम्मानित हुने दुई प्रतिभा राजुन मुकारुङ तथा राजकुमार ढिक्काजी, मनसा सिंह, डाक्टर शाह र रमेश राईजीहरू, उपस्थित सबै आदरणीय दाजुभाइ दिदीबहिनी जो भाषा साहित्य संस्कृतिका प्रेमी हुनुहुन्छ, सबै मान्यहरू नमस्कार छ। कुराहरू धेरै आइसके। अहिले दुई युवा प्रतिभाहरूले तपाईँहरूलाई चाहिएको जोसिएको कुरा पनि गर्नुभयो। मसँग त्यस्तो जोसको कुरा छैन। यो ठुलो जेनेरेसन ग्याप पनि होला। अब के गर्यो भनेर तपाईँहरूले आज यो सम्मान गर्नुभयो। गरेको त केही पनि थिएन। मैले त खाली साहित्यमा लाग्दा एउटै कुरा गर्यौं हामीले कि साहित्य पनि जीवन जस्तै सम्पूर्ण हुनुपर्छ। अनि पो साहित्य त पुरा नभएको कुरा, सबै नभएको साहित्यले न त जीवनको प्रतिनिधित्व गर्छ, न समाजको प्रतिबिम्ब राम्रो देखाउन नै सक्छ। त्यसो भनेर हामीले भनेको जति सम्पूर्ण कुरा हो भनेको होइन। भइराखेको कुरामा यो पुगेन, यो पनि थपिदिउँ न त। त्यसो गर्दाखेरि पो हाम्रो टोटलिटी पूरा हुन्छ कि भनेर हामीले केही कुरा थप्यौं, केही कविताहरू थप्यौं। वास्तवमा धेरै अगाडिदेखि नै हो, 20औं शताब्दीभन्दा लाग्नुभन्दा अगाडिदेखि नै हो। अब त 21औं पनि लागिसक्यो। सबैको संसारभरि नै साहित्य लेख्नेहरूमा समाजशास्त्र, मानवशास्त्र, संस्कृतिका अध्ययन गर्नेहरूको अध्ययनको आधारमा हाम्रो समाज र मान्छेको जीवन त बडो खण्डित हुन थाल्यो, टुक्रिन पो थाल्यो। त टुक्रियो भने त मान्छे भएर बाँच्नै मुस्किल पर्छ। आधा मान्छे, आधा अरू। त्यो अरू आधा नकारात्मक गुणै मात्रै भएको पनि हुन सक्छ। जीवन भन्ने तत्त्वलाई नेगेट गर्ने विचार वा पक्ष मात्रै पनि हुन सक्छ। र जीवनलाई यसरी खण्डित गराउनु हुँदैन। समग्रमा हेर्न सक्नु पर्यो भन्ने एउटा दृष्टिकोण संसारभरि नै चलेको पनि हो। हामीले तेस्रो आयाम भन्ने पत्रिका निकाल्दा यो कुरामाथि जोड गर्यो। तेस्रो भन्न साथ पहिलो र दोस्रो त आवश्यकै छ, हुन्छ नै। सबै म्याटरको चाहिँ तीनटा त आयाम हुन्छ नै, र तीनटा मात्रै आयाममा यो विश्व अडिएको त होइन। जहिले पनि एउटा चौथो आयाममा अवस्थित छ यो स्पेस टाइम कन्टिन्युममा। त्यो चौथो चाहिँ हो समयमा अवस्थितै हुन्छ एउटा म्याटर। त्यसकारण यो चिज नभइकन त विश्व पनि त पूर्ण भएन भने मानव जीवन मैले भनेको मात्रै मान, उसले भनेको मात्रै मान, त्यसले भनेको मान्दिन भनेर एकले अर्कालाई चाहिँ नकार्न थालेपछि हामीमा एउटा मानव जीवनमा सम्पूर्णता हामी आफै खण्डित गरेर टुक्रा पार्न थाल्छौं। त्यसो भयो भने हामी मान्छे हुनुको साह्रै हुँदैन। हामीले त ठूलो सम्पत्ति हराएछौं पूर्णताको। त्यो चिजलाई फेरि खोजेर जीवनमा बाँच्न थालौं, अरूलाई दिन सकौं भन्ने किसिमको हामीले हराएको एउटा सम्पूर्णता भन्ने जो हाम्रो सम्पदा छ, यसलाई
आविष्करणको दिशामा जानुपर्छ भनेर सुरु गरियो। अब त्यो कुरा राम्रो भन्यौं भन्ने त होइन, तर अहिले आएर म अब संसारको कुरा त जान्दिनँ, नेपालको सोसियो पोलिटिकल एउटा सिनमा के देखा पर्छ भने अहिले आएको नेपाली समाजको अस्त व्यस्तता र द्वन्द्व, तँलाई चाहिँदैन त बिना पनि हुन्छ भनेर जो विचारले र व्यवहारले गर्ने चलन नेपालमा आयो। त्यसले गर्दाखेरि समाजलाई सम्पूर्णतामा लाने होइन, आफू मात्रै भएको खण्ड राखेर पूर्ण हो भनेर दाबी गर्ने जो अहंकार छ, त्यसले हाम्रो समाजमा झन साह्रो विखण्डन, झन साह्रो अस्थिरता, झन साह्रो अशान्ति आयो। र यसैलाई नहोस् भनेर साहित्यले कम से कम उसको समाज हेर्दा त्यो सामाजिक बनोट पनि हेर्नु पर्यो, उसको सोशल कम्पोजिसन। एउटा मात्रै संस्कृति छ कि विविध संस्कृतिहरू मिलेर त्यो समाज बनेको छ कि एउटा भाषा मात्रै बोल्ने छ कि विभिन्न भाषा बोल्नेहरू वक्ता भएको समाज भएको हुनाले त्यो नेपाली भएको हो कि यो सोशल कम्पोजिसन पनि हेरिकन कुन चाहिँ कम्पोनेन्ट बाहेक पर्यो त्यसलाई पनि उचित उसको प्रोपोर्सनेटली उसको चाहिँ ठाउँमा उसलाई स्थान दिएर राख्यो भने हाम्रो समाजमा उँच नीच तलमाथि र विभेद हुँदैन भन्ने किसिमको अहिले आएको नेपाली साहित्यमा जोडतोडले अहिले त आइरहेछ। हामीले त त्यो विचार मात्रै गर्यौं, लेख्न सकेनौं होला। विचार गरेर एउटा विचार फ्लोट गर्ने एउटा आरम्भ मात्रै भयौं हामी। आरम्भ एउटा इतिहास हो। अहिलेको यथार्थ भनेको राजन मुकारुङहरू हो, जसले यो कुरालाई आफ्नो आख्यानको मार्फत, आफ्नो विचारको मार्फत, आफ्नो कविताको मार्फत समाजको अगाडि, अरूको अगाडि ल्याएर यो चीज पनि भयो भने नेपाली समाज सम्पूर्ण हुन्छ र द्वन्द्व रहित हुन्छ, अनि पो सुहाउँछ त भन्ने कुराहरू एउटा हामीले जो साहित्यकारको हैसियतमा जो सोच्यौं त्यो चाहिँ एउटा मानवको हितमा हुन्छ भनेर सोचेको हो। त्यसैको खोजीमा लगातार हामी छौं, तर मान्छे नहौं, स्वार्थ, लिप्सा, लोभ, लालच, अहंकारले बिटुलिएको हामी धेरै जसो यिनै तत्त्वले हाम्रो दृष्टिलाई भ्रमित बनाउँदाखेरि हाम्रो सोचाइ पनि राम्रो हुँदैन र हाम्रो समाज निरन्तर द्वन्द्वमा फँसेर जान्छ। हाम्रो ठूलो कर्तव्य लेखकको हैसियतले यति हो कि हाम्रो समाजलाई कसरी सुन्दर बनाउने। सुन्दर भनेको जहिले पनि पूरा हुन्छ, पूरा भएन भने त त्यो सुन्दरै हुँदैन, त्यो राम्रो भएन, त्यतिले सुहाएन भन्ने चलन छ। राई लिम्बूको, खास गरेर मलाई अब लिम्बूको कुरा गर्छु,